चाहिँ कसैलाई विश गरिरहेको छु गाइस मैले जित्छु भनेर किनभने फर्स्ट टाइम गेम खेलेको गाइस फर्स्ट टाइम पिएस दाइ वेलकम छ पिएस दाइ मैले फर्स्ट टाइम कुललाई मेरो भाइलाई जित्नु छ मैले पिएस दाइ जित्नु छ दाइ एभ्रीवन पुस इतिहास रच्नु छ माया छ जुन ठाउँबाट हेरिराख्नु भएको छ सबैलाई सम्पूर्णलाई माया छ मेरो साइड इतिहास रच्नु छ है पहिलोचोटि गेम खेलेको मेरो भाइसँग उताको मान्छे सब यता उताको मान्छे यता मलाई जिताउनु पर्यो क्या यो पालि हेरौँ न त यस दाइ म जित्छु दाइ यस बस एभ्रीवन ओहो के गर्नु होला म मरे धेरै छैन गाइस धेरै छैन कति पसिना आयो गर्मी भयो जाडोमा जित्नुपर्छ उसका पुस फर्स्ट टाइम है एभ्रीवन मैले विश गरिरहेको छु चाहिँ मलाई पहिलोचोटि मेरो भाइसँग गेम खेल्दा मैले जित्नुपर्छ एभ्रीवन म हारेँ भने रुन्छु होला अब स्टार्ट भयो हारे भने रुन्छु होला अरे आम्मामा वाट यो यार यो त पुरा खतरनाक हतियार हो त यार यो त अलि इमोसनल भएकोले गर्नु परेन म रुन्छु होला सामी लोकमानी डेन्जर हुन्छ नि त गाइस हामी पनि के कम बाई कुल भन्दा हामी के कम हुँदैन उसको दिदी हो म उसको दिदी कल म दिदी है सबैजना गाइस 3.1 सबैजना जित्नुपर्छ कृति बुस्टिङ छ होइन लास्टमा है 30 सेकेन्डमा बुस्टिङ लोकमानी गौतम सामी थ्याङ्क यू सो मच लट्स अफ लभ थ्याङ्क यू एक लभ मेरो आज फर्स्ट टाइम म फर्स्ट म्याच खेल्दैछु कुलसँग सो गाइस यो इतिहास रच्नु छ हामीले यो इतिहास बनाउनु छ खोटाङको नानीलाई पश्चिमको केटाले त गर्नु सक्दैन नि हामी जित्नुपर्छ 30 सेकेन्डमा गाइस बुस्टिङ है कृति रेडी छ नि पिएस दाइ यति बेला हो दाइ मलाई दाइ चाहिएको छैन केही पीर कसरी भनौँ हुँदैन केही कसरी गाएर भए पनि टाइम थपेर भए पनि बादल लाएर भए पनि यार यो त फर्स्ट इतिहास रच्नु छ दाइ फर्स्ट म्याच जिन्दगीको पहिलो गेम मेरो भाइलाई जित्नु छ दाइ कसम दाइ हुनुहुन्छ यार दाइ हुनुहुन्छ र ओ गड बादल त लाग्यो तर बादल पछि दाइ बुस्टिङ लेट्स गो सामी दाइ लेट्स गो जितो मलाई हुन्छ दाइ ओहो खोटाङ 0 पश्चिम 1 भयो त यो त केस दाइ किन नजित्दिनु भएको ओहो गाह्रै यो सामी दाइलाई चाहिँ के हो भाइ म्याच सकिसके पनि हतौडा चाहिँ किन हान्ने हो छर्दिनु भयो कुलको दिदी हो क्या नआएर काउनु मलाई चक्कर लगाइदिएर ओहो गाह्रै पर्यो त एक गेम कस्तो मजा आयो थियो ए उता